मर्निङ नमस्ते तस्बिरले सम्पूर्णलाई फेरि पनि नयाँ दिन नयाँ भिडियोमा स्वागत छ। म चाहिँ डोको बोकेर फेरि साग टिप्न जाँदैछु। अनि आजको मौसम चाहिँ शीतल छ। साग टिप्नु चाहिँ यस्तै दिन हुनुपर्छ, नत्र चाहिँ टिप्दा टिप्दै ओइलेर घिनलाग्दो हुन्छ। अनि साग चाहिँ अब यस्तो हुँदैछ। पहिलो 3 पल्ट भइसक्यो टिपेको। आजसँग 3 पल्ट भयो। साग डुक्कु आउँदैछ। अब चाहिँ यस्तो हुँदैछ। डुक्कुको सिजन आयो, हेर्दै गर्नुहोस् होला। डस आएको छ डुक्कु चाहिँ। डुक्कु चाहिँ पहिलो टिपे हुँदैछ। पत्ता चाहिँ 3 चोटि हुन्छ आजसँग। पहिला डुक्कु टिपिहाल्नु पर्यो भनेर। फ्रेस अर्ग्यानिक डुक्कु यस्तो छ, हेर्नुहोस्। एक डुक्कु चाहिँ पुरै राखेर आउने। अझै यता टिप्नु पर्ने छ। यहाँ सकेर गोठको गुरेनमा टिप्नु पर्ने छ। म चाहिँ परको टिपिसकेर पनि गोठको गुरेनमा आइपुगेको छु। साग चाहिँ यता चाहिँ यस्तो छ। यहाँ चाहिँ ठुलो पत्ता छ। यो चाहिँ धेरै पछाडि रोपेको पछौटे। यहाँ चाहिँ दामी छ साग। लु है, घाम आइसक्यो। अघिसम्म घाम थिएन, अहिले चाहिँ घाम आयो। साग चाहिँ ओइलिन्छ होला। छिटो टिपेर चाहिँ शीतलमा पुर्याउनु पर्ने हुन्छ। यो चाहिँ दुईटाले नै एक छक हुन्छ। साग टिप्नु चाहिँ यस्तो टाइम लाग्छ कि एकदम जोगाएर टिप्नु पर्यो। मैले चाहिँ साग पनि भिट्टा बानिसकेको छु बल्ल। अनि यता चाहिँ डुक्कु चाहिँ अलिक कम्ती नै छ। अनि साग यता। आजको लागि भिडियो यति नै। भिडियो कस्तो लाग्यो तपाईँहरूलाई हेरेर लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनुहोस् होला। अनि जतिजनाले पनि सब्सक्राइब गरिदिनु भएको छ, थ्याङ्क यू सो मच भन्न चाहन्छु। सब्सक्राइब गरिदिनु भएको छैन भने सब्सक्राइब गरिदिनुहोस् होला। थ्याङ्क यू फर वाचिङ।